10% भनेको नयाँलाई त्यो गर्ने बित्तिकै के हो भने त्यो प्राइमेरी चाहिँ नि स्ट्रङ भएर आउँछ, नयाँलाई चाहिँ 10% भने त्यसले गर्दाखेरि यहाँ कामहरू गर्न नसकेको हो। आन्दोलन मात्रै होइन यो, अब यो क्रान्ति हो। नमस्कार। अब जेनजी आन्दोलन यस अवस्थामा भएको छ र यसले चाहिँ नि जसरी चाहिँ नि कार्यपालिका न्यायपालिका व्यवस्थापिकामा यो कुशासन र भ्रष्टाचारले चुर्लुममा डुबेको बेलामा यो उहाँहरूले सङ्घदात गर्नुभयो। त्यसकारणले यो सक्सेस पनि भएको छ। यो चाहिँ नि आन्दोलन मात्रै होइन यो, अब यो क्रान्ति हो। किनभने यसले एउटा चाहिँ नि दिशा निर्देश गरिसकेको छ। देशलाई अब कसरी जाने भन्ने कुरा चाहिँ नि यसले दिशा निर्देश गरेको छ। त्यसअनुसारले अब जसरी उहाँहरूले कुराहरू उठाइराख्नु भएको छ, जस्तो सर्वोच्चको कुरादेखि लिएर त्यसपछि आएर अख्तियारको कुराहरूदेखि लिएर उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा उठाइरहेको छ। किनभने यो जहिले पनि एउटा चाहिँ जामअप भएर बसेको भयो के, भ्रष्टाचारको कारणले गर्दाखेरि, यो चलखेलको कारणले गर्दाखेरि त्यहाँ ठुलो जामअप छ। त्यसलाई चाहिँ नि त्यो तोड्नै पर्छ। त्यो नतोडिकन क्रान्ति सफल हुँदैन। र अहिले युवा पिँढीले चाहिँ नि जुन आवाज बुलन्द गरेका छन् र यसलाई चाहिँ नि उसमा लानुपर्छ, कन्टिन्युस उसमा लानुपर्छ। र यसलाई चाहिँ नि अनेक बहानामा चाहिँ नि अब राम्रो के हुन्छ भने अख्तियारको प्रमुखले पनि राजीनामा गर्नुपर्छ, किनभने यो क्रान्ति हो र उहाँले एउटा चाहिँ नि नैतिक पनि देखाउनुपर्छ। किनभनेदेखि अहिलेको अवस्थामा धेरै कुराहरू अख्तियारबाट जनताले एक्सपेक्ट गरेका थिए यो 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 पिरियडमा, होइन। पहिलादेखि पनि धेरै कुराहरू हुन सकेन, धेरै काण्डहरू चाहिँ नि त्यहाँ चाहिँ नि गएर पेन्डिङ भएको छन्, धेरै चाहिँ नि उपस्थित छ। र त्यो लोकतन्त्र र उहाँहरूको निम्ति पनि त्यो राम्रो कुरा होइन। र अब यसलाई चाहिँ नि ब्रेक थ्रु दिनलाई पनि यो के भयो भने संवैधानिक जुन परिषद छ त्यहाँबाट नियुक्ति गर्ने पार्टीहरूले भागभण्डा गर्ने जुन परिपाटी भयो, त्यसले गर्दा मेरो तेरो भनेर भागभण्डा गरेर यहाँ जुन ल्याइने परिपाटी भयो, त्यसले गर्दाखेरि यहाँ कामहरू गर्न नसकेको हो, होइन। त्यसैले त्यसलाई चाहिँ नि ब्रेक थ्रु गर्नुपर्छ। सर, यो संवैधानिक परिषदको नियुक्तिको बारेमा जहाँ पार्टीका झोलेहरू भर्ती केन्द्र भइरहेको छ, यसको विषयमा हजुरलाई के भन्नु छ? त्यही मैले भने नि, तपाईँको के हुन्छ भने सबैतिर अब ठाउँ चाहिँ नि संवैधानिक परिषद भनेर बनाइयो, तर त्यसलाई त्यसको चाहिँ नि बास्केट कस्तो बनाइयो भने त्यहाँ चाहिँ नि पार्टीको कार्यकर्ता हुनुपर्ने भयो, होइन। त्यहाँ न्यायाधीशदेखि लिएर त्यहाँ सबै चाहिँ नि पार्टीको झोले हुनुपर्ने, त्यहाँ जानुपर्ने, उनीहरूको नेताहरूलाई चाहिँ नि अब यसो बाहिर सुन्दाखेरि त अब यहाँ अहिले नेताको घर घरमा पैसा देखियो, हेर्नुहोस् त्यो पैसाहरू चाहिँ कहाँबाट आउँदो रहेछन्, के अरे सर्वोच्चमा त्यत्रो चाहिँ नि पैसाको चलखेल भन्ने कुरा आयो। आखिर पैसा कतातिर गइरहेको रहेछ, होइन। त्यसैले ठुलो पैसा त्यहाँ देखियो होला, सानो सानो पैसा त सबैतिर गएको छ, हेर्नुहोस्, होइन। त्यहाँबाट पनि आएको छ। त्यसैले यो देशको पुरा प्रशासन, होइन, यसलाई खतम गर्नलाई लोकतन्त्रको आवरणमा जुन किसिमको क्रियाकलाप भयो यो जेनजीले चाहिँ नि मुखारित गर्यो। यो अबको अवस्थामा चाहिँ नि प्रशासनदेखि लिएर सर्वोच्चदेखि लिएर सबैले आफूलाई रिफाइन गर्ने बेला हो र यसमा पार्टीहरूले पनि अहिलेको अवस्थामा आफूलाई रिफाइन गरेर लानुपर्छ। र अब हामी देशको निम्ति हिजो जे भयो, जसले गल्ती गरे तिनीहरूले आत्मलोचना पर्नु पऱ्यो, उनीहरू चाहिँ कानुनी उसमा आउनु पऱ्यो। अब वे फरवर्ड चाहिँ के भनेदेखि तपाईँको पार्टीभित्र कसरी चाहिँ नि लोकतान्त्रिक उसमा चाहिँ नि अधिवेशनहरू गर्ने, होइन। जस्तो अहिले चाहिँ नि चलिरहेको छ, जस्तो नेपाली कङ्ग्रेसमा, होइन, रेगुलर अधिवेशन गर्ने हो कि होइन विशेष अधिवेशन गर्ने भन्ने कुरा चलिरहेछ। त्यो तात्विक रूपमा के छ भने एउटा माथि टाउको जाँदैमा केही हुने होइन। त्यो होल सिस्टम, हाम्रो होल सिस्टम नै हामीले करप्ट बनाएको छौँ, होइन। पार्टीमा चाहिँ नि टिकट पाउँदाखेरिको अवस्थादेखि लिएर, होइन, पार्टीमा चाहिँ नि तपाईँको भनौँ न मूल्याङ्कनको कुराहरूदेखि लिएर र पार्टीका नेताको खल्टीबाट चाहिँ नि नामहरू निस्कने जुन प्रक्रियाले टिकट दिने प्रक्रिया भयो र पैसाको चलखेल व्यापक भयो भन्ने कुरा पनि आइरहेछ, होइन। को व्यापारी आउँदाखेरि कति पैसा दिए, के गरे भन्ने कुरा छापामा व्यापक रूपमा आयो, होइन। र उनीहरू चाहिँ नि कोही कोषाध्यक्ष भएको छन्, कोही के भएको छन्, होइन। त्यस किसिमले गर्दाखेरि पार्टीमा पनि एउटा नैराश्यता, प्रारम्भिक चुनावबाट जानुपर्छ। प्रारम्भिक चुनाव पहिला के हुन्थ्यो भने, म नेपाली कङ्ग्रेसको कुरा गर्छु, म नेपाली काङ्ग्रेसको कार्यकर्ता पनि भएको हुनाले हामी कहाँ साधारण सदस्यको चाहिने प्रक्रिया थियो। 2 घन्टा टाइम दिनमा दिनुपर्छ भन्ने चाहिँ त्यसको चाहिँ नि मूलभूत उ थियो। त्यो अनुसारले मान्छेले अरू काम गरेर, होइन, जागिरे काङ्ग्रेस होइन, त्यो चाहिँ नि 2 घन्टा मात्रै पार्टीलाई टाइम दिने हो। अरूमा कमाउनु पनि पऱ्यो, काम पनि गर्नु पऱ्यो। यहाँ त के भइदियो भने तपाईँको 24 घन्टै चाहिँ नि पार्टीमा लागेको छ भने के गरेछ भने एट द एन्ड अफ द डे नथिङ,
त्यस्तो किसिमको अवस्था भइरहेको छ। एउटाका नेता गयो, अर्को नेता गयो, चाकडी गयो, बिहानदेखि चाहिँ अनप्रोडक्टिभ उसमा चाहिँ नि लगायो। त्यसैले अब चाहिँ नि के हुन्छ भने अब ओडादेखि नै प्राइमेरीमा को चाहिँ नि निर्माण गर्नुपर्छ। त्यो प्राइमेरी भनेको चाहिँ के हुन्छ भने प्रारम्भिक चुनाव हो। प्रारम्भिक चुनाव गर्दाखेरि त्यसको वेटेज हुन्छ। जस्तो 100% त्यो चाहिँ नि वेटेज राख्यो भने उसलाई चाहिँ नि के हुन्छ भने 20% उसलाई एटलिस्ट के छ भने आन्तरिकबाट, आन्तरिक भनेको साधारण सदस्य अथवा क्रियाशील। अहिले साधारण सदस्य त हामीले त्यसलाई प्रयोगै गर्दैनौँ, त्यो दुर्भाग्य हो। किनभने साधारण सदस्य भनेको चाहिँ नि तपाईँको कमसेकम उसले 1 वर्ष चाहिँ नि विधानअनुसार त्यहाँ काम गरिसकेपछि मात्रै उसले क्रियाशील पाउने हो। अहिले त तपाईँको जे गरे पनि भाषा हेर्नुहोस्, वैधानिक रूपमा कामै अगाडि बढाएको छैन। यो पार्टीको दुर्भाग्य हो यो सबै हुनु भनेको। र साधारण सदस्यको पार्ट र क्रियाशील, अब अहिले क्रियाशील भनौँ न, क्रियाशीलको त्यसको वेटेज भने 20%। अब तपाईँको 50% वेटेज भने के छ भने त्यो जनतामा जानु पऱ्यो। जस्तो 100, 200, 1000मा चाहिँ नि जनतामा गएर अब चाहिँ नि त्यसको भोटिङ ल्याउने होइन। आजकल अनलाइन हुन्छ, सबै कुरा पोसिबल छ, यो केही पनि गाह्रो कुरा छैन होइन। त्यस्तै तपाईँले चाहिँ नि भनौँ न अरू त्यसमा कसैको चाहिँ नि सामाजिक क्रियाकलापमा अनुभव हुन्छ, बढी लागेको हुन्छ, टोल गाउँ उसमा हो, त्यो मान्छेको लागि इम्पोर्टेन्स राख्नु पऱ्यो, उसको शिक्षा हेर्नु पऱ्यो होइन, उसको होइन त्यो चिजहरूलाई चाहिँ नि तपाईँले 20%, 10% भनेको नयाँलाई त्यो गर्ने बित्तिकै के हो भने त्यो प्राइमेरी चाहिँ नि स्ट्रङ भएर आउँछ। नयाँलाई चाहिँ 10% भनेपछि उसले त्यसलाई चाहिँ उसको त्यो नयाँको लागि अग्राधिकार पनि हो। अब जुन जेनजीले मुभमेन्ट चलायो त्यो एज ग्रुपको मान्छेहरू यसबाट पनि आउन सक्छन्। अर्को पक्ष मैले देखिरहेको के छ भने यो गर्यो भने आमूल रूपमा चाहिँ नि युथहरूको इन्भल्भमेन्ट चाहिँ नि कङ्ग्रेसमा हुनसक्छ र काङ्ग्रेसले एउटा नयाँ चाहिँ नि उचाइ लिन सक्छ। नभए यथास्थितिमा त्यही चाहिँ नि क्रियाशीलबाट चाहिँ नि फेरि चुनिएर फेरि चाहिँ नि उ गरेर त्यो केही हुनेवाला छैन। त्यही माथिको चेन्ज गरेर केही पनि हुँदैन, किनभने त्यो कुरा हामीले रिपिटेडली देखिसक्यौँ। अब यसमा अब अर्को कुरा जोड्दाखेरि के छ भने हाम्रो भारतीय सङ्गठनहरू जस्तो नेभी सङ्घको त्यसमा वेटेज भनौँ न, नेभी सङ्घको कमसेकम के छ भने 50% चाहिँ नि जेनजीलाई लानु पऱ्यो होइन। 25% तपाईँको चाहिँ नि अहिले अल्फालाई दिनु पऱ्यो होइन। अल्फा भन्छ के अरे, यो चाहिँ अझ बच्चाहरू भनौँ न 15-16 वर्षको जुन चाहिँ नि अब स्कुलदेखि कलेजसम्मको भनौँ भर्खर स्टार्टअपलाई चाहिँ नि त्योलाई पनि लिनु पऱ्यो। उनीहरूलाई चाहिँ उनीहरूसँग डिस्कसन गर्नु पऱ्यो, उनीहरूसँग इस्युजहरूको बारेमा कुरा गर्नु पऱ्यो र उनीहरूलाई चाहिँ नि त्यहाँ नेभी सङ्घमा कल्टिभेट गर्नु पऱ्यो। तर बेटर त्यो के अरे किर्तिपुरको चाहिँ नि ढोका बन्द गर्नलाई होइन होइन, प्रोडक्टिभ एजुकेसन सिस्टममा प्रोडक्टिभ लान सक्यो भने अनि त्यहाँ उनीहरूको इन्ट्रेस्ट भयो भने नेभी सङ्घ त्यसको लागि हो। त्यो के होइन, त्यसपछि आएर नेभी सङ्घ तरुण दलमा 50% चाहिँ नि तपाईँको यो ग्रुपलाई दिन सक्यो, जेनजी ग्रुपलाई होइन, यो एज ग्रुप भन्न खोज्यो भने त 30 वर्षसम्म भनौँ न, त्यो ग्रुपलाई दिन सक्यो। त्यसपछि आएर तपाईँको पार्टीमा पनि एटलिस्ट 25% चाहिँ जेनजीलाई चाहिँ नि त्यो सुरक्षित राख्नु पऱ्यो त्यो कोटा। र काङ्ग्रेस एज अ सोसियल डेमोक्रेट होइन, प्रजातान्त्रिक समाजवाद होइन, एउटा लिबरल पार्टीको हिसाबले राम्रोसँग लिएर जाने हो र यसरी गर्ने हो भने फेरि पनि त्यो युवाहरूले आएर नेतृत्व लिँदै गर्दाखेरि चाहिँ नि मान्छेले पनि जनताले पनि विश्वास गर्ने ठाउँ रहन्छ र त्यसरी नै गर्नुपर्छ। र यो चाहिँ नि त्यसो गर्न सक्यो भने काङ्ग्रेस बाँच्यो, डेमोक्रेसी पनि बाँच्यो, देशको भविष्य पनि सुनिश्चित भयो। त्यहाँ बसेर गर्दाखेरि युवाहरूले धेरै जब काम गर्छन्, पार्टीले चाहिँ नि धेरै जबहरू क्रिएट गर्न सक्छ। त्यसको लागि कन्सन्ट्रेट गर्नु पऱ्यो। हाम्रो चाहिँ नि अबको बाटो भनेको आर्थिक क्रान्तिको हुन्छ। त्यसको लागि विशेष गरेर अहिले आइटीमा चाहिँ नि धेरै कामहरू गर्नुपर्ने छ होइन। अब विधेयकहरू पनि आएको छ, त्यो अनुसारले चाहिँ नि त्यहाँ जब क्रिएट गर्ने पोसिबिलिटी छ। हामी टुरिज्ममा होइन चाहिँ नि हाम्रो चाहिँ नि यत्रो चाहिँ नि इन्टरनेसनल भनौँ न त्यस्तो ठाउँहरू छ होइन। अब त्यसलाई चाहिँ नि प्रयोग गर्न सक्नु पऱ्यो। एग्रिकल्चरमा हामी चाहिँ नि नेस्ट मार्केटिङ गर्न सक्छौँ, टुरिज्ममा गर्न सक्छौँ। त्यसलाई धेरै गर्ने ठाउँहरू छ जहाँ चाहिँ नि धेरै जबहरू क्रिएट गर्नुपर्छ। तर त्यसमा कन्सन्ट्रेसन गरेर फोकस गऱ्यो भने हामीलाई अगाडि जानलाई, किनभने बाहिरबाट लगानी पनि त्यही किसिमले आउने अवस्थाहरू छ। जेनजीले चलाएको आन्दोलन र त्यसको चाहिँ नि अहिलेको अवस्था र उनीहरूले गरिरहेको डिमान्डहरूको बारेमा के कस्तो छ भनेर कुराहरू राखेँ र त्यसले पार्टीमा पर्न सक्ने असर र पारिरहेको असर र पार्टीले आफूलाई कसरी लोकतान्त्रिक पार्टीभित्रको लोकतन्त्रलाई कसरी इस्टाब्लिस गर्न सक्नुपर्छ भन्ने कुराहरू राखेँ। यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र यस्तै कुरा लिएर म फेरि आउने नै छु। धन्यवाद। जय नेपाल।